धीरज, मेरो घर मावलापुर नगरपालिका वार्ड नंबर 9 सुनरनिया। म राष्ट्रीय स्वतंत्र पार्टी निर्वाचन क्षेत्र नंबर 3 का घंटी छाप का उम्मीदवार। तो क्षेत्र नंबर 3 में तपाईको धेरै चर्चा परिचर्चा छ। तपाई पनि आफै जनताको घर-घरमा गएर घर दैलो गरिरहनु भएको छ। जनताको साथ समर्थन कतिको पाइरहनु भएको छ? मलाई लाग्छ जनताले परिवर्तनको पक्षमा मत हाल्न आतुर छन् र जनताले निर्णय गरिसकेका छन्। यो क्षेत्रका रौतहट 3 का जनताले निर्णय गरिसकेका छन् कि अब की बार बालेन सरकार चुपचाप घंटी छाप लोकल एजेंडा खास गरी भन्दा नि यहाँको शिक्षाको हाल भइहाल्छ। स्वास्थ्य छैन, कृषि प्रधान देश हो र यो कृषकहरूको क्षेत्र हो। प्रत्येक गाउँमा किसानहरू जसरी अहिले नै अब उखु सुकिरहेका छन्। गडुरा चिनीमा सञ्चालन भएको भए उखु किसानहरूको पीडा समस्या समाधान हुन्थ्यो र कठहरियामा जुन खालको विकास यो 3 नम्बरको हेडक्वार्टर हो। कठहरियामा एउटा सेवा केन्द्रको माग गर्दैछ जनताले। यी कठहरियामा पनि सेवा केन्द्र चाहिन्छ र हिजो बेइमानी भयो। त्यो टोले दादा भन्छ नि, टोले दादाहरूको गर्दा यो कठहरियाको विकास पछाडि परेको छ र अब बालेन जी प्रधानमन्त्री भइसकेपछि म कठहरियाको लागि विशेष ढङ्गले उहाँकै मुखार बिन्दुबाट म केही भन्न लाउँछु। त्यो समयको प्रतीक्षा गरौँ। यो देशभरिमा नै रौतहटको शिक्षा स्तर एकदम तल्लो छ देशभरिमा र यो क्षेत्रमा पनि अरू क्षेत्र भन्दा 2 नम्बर निर्वाचन क्षेत्र र 3 नम्बर निर्वाचन क्षेत्र धेरै कमजोर छ। यहाँको शिक्षाको हालत बेहाल छ। विद्यार्थीहरूलाई बेन्च छैन, ब्ल्याक बोर्ड छैन, धेरै समस्या छन् यहाँ। त्यसैले अब म व्यक्तिगत रूपमा त केही भन्न चाहन्न। हाम्रो पार्टीको बहुमतको सरकार त बन्दैछ। सरकार बनिसकेपछि एउटा रोड म्याप तयार गरेर रौतहट 3 नम्बरको त शिक्षामा आमूल परिवर्तन हुन्छ नै। देशैभरि एउटा नयाँ मोडेलको शिक्षा प्रणाली लागू चाहिँ हुन्छ र जुनसुकै देशको मेरुदण्ड नै शिक्षा हो। जहाँका नागरिक शिक्षित छन् भने नागरिक शिक्षित भयो भने त देश नै सम्पन्न हुन्छ, धनी हुन्छ। त्यसैले बालेनजीको सरकार बनिसकेपछि रेडिकल रप्चर आमूल परिवर्तन शिक्षाको क्षेत्रमा हुन्छ, स्वास्थ्यको क्षेत्रमा हुन्छ। बेरोजगार छन्, बेरोजगारीको समस्या पनि समाधान हुन्छ र खास गरी कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने, किसानको बाली नालीको राज्यले ग्यारेन्टी दिनुपर्छ, राज्यले जिम्मा लिनुपर्छ। मल खादको अझसम्म एउटा उद्योग छैन। युरिया, डिएपी विदेशबाट ल्याउनु पर्ने अवस्था छ। त्यसैले कृषि प्रधान देश भएको हुनाले मलाई लाग्छ सातै प्रदेशमा मलको उद्योग लाग्नुपर्छ, हुनुपर्छ। बिउ बिजन राम्रो